नेपाली जनताले परिवर्तन चाहने, नेपाली जनताले यो राज्य विगतको राज्य र समाज जो थियो त्यसको टोटल चाहिँ रेडिकल चेन्ज चाहने नेपाली जनताले। तर शासक वर्गहरू आफ्नो सत्ता स्वार्थको निम्ति पुरानै चीज लाद्ने, पुरानै व्यवस्था लाद्ने, पुरानै सिस्टम लाद्ने, पुरानै सत्ता लाद्ने जो मूर्खता गरिराखेका छन्, जसका कारणले गर्दा देशमा यो स्थिति सिर्जना भएको छ। त्यसो भएको हुँदा हामी के भन्छौँ भन्दाखेरि तपाईहरूले घोषणा गरेको चुनाव जो छ यो नेपाली जनताको निम्ति वैध छैन र नेपाली जनताले वैधता दिँदैन। किन भन्दा यो चुनावले त राष्ट्रघात मात्रै निम्त्याउँछ, यो चुनावले त अतिक्रमण मात्रै निम्त्याउँछ, यो चुनावले नेपाली जनताका विगतमा प्राप्त गरेका अधिकारहरू झन् चाहिँ तपाईको निमिट्याउन पार्दैछ र सब कटौती गर्दैछ। त्यसकारण राष्ट्र जनताका विरुद्धमा साम्राज्यवादीहरूको डिजाइनमा, इन्डियन र अमेरिकनहरूको डिजाइनमा ल्याइएको र गरिएको यो षड्यन्त्र भएको हुनाले नेपाली जनताले कुनै पनि हालतमा यसलाई मान्यता दिने छैन। बरु आम नेपाली जनतालाई हामी के अनुरोध गर्दछौँ र के अपिल गर्दछौँ भन्दा तपाईहरूले विगत 10 वर्षमा जनयुद्ध लड्नुभयो यो राज्य सत्ता र शासन व्यवस्थाको परिवर्तनको निम्ति। पछिल्लो दिनमा तपाईँले आफ्नै संविधान बनाउने तपाईँको इच्छा थियो, त्यो पहल पनि गर्नुभयो, तर यसका विरुद्धमा ठुलठुला षड्यन्त्र विदेशबाट पनि भए, यो देशका नयाँ र पुराना दलालहरूबाट भए। त्यसो भएको हुँदा पछिल्ला यस षड्यन्त्रको प्रतित्व गर्ने भनेको दोस्रो संविधान सभाको कथित चुनाव थियो, त्यसको त तपाईँहरूले प्रतिवाद गरिसक्नु भएको छ। विगतमा भएका राज्यले जबरजस्त नेपाली जनता र हाम्रो चाहिँ देशमाथि लाद्न खोजेका आफ्ना इन्ट्रेस्टका चुनावहरूलाई त तपाईहरूले निरन्तर बहिष्कार गर्दै आउनु भएको छ। जो चुनाव प्रतिक्रियावादी थिए, जो चुनाव प्रतिगामी थिए, जो चुनाव जनविरोधी थिए, जो चुनाव जनताको बलिदानी भावना र जनताको बलिदानको खिलाफमा थिए, त्यसकारण विगतमा तपाईहरूले धेरै चुनाव रिजेक्ट गर्दै आउनु भएको छ अथवा मान्यता दिइरहनु भएको छैन तपाईहरु। त्यसैको परिणाम त अहिले देश सकारात्मक दृष्टिले हेर्नुहुन्छ भने एउटा बडो ट्रान्जिसनल फेजमा छ, परिवर्तनको एउटा चाहिँ तपाईको अन्तिम संहारमा पनि छ। यो बेलामा जनविरोधी तत्त्वले अन्तिम षड्यन्त्र पनि गरिराखेका छन्। यस्तो बीचबाट देश छ। त्यसो भएको हुनाले एकपटक आम नेपाली जनतालाई हाम्रो भनाइ के छ भन्दाखेरि दलाल पुँजीपति वर्गको दलाल संसदीय व्यवस्थाद्वारा गरिने कोही पनि चुनाव तपाईहरुका खिलाफमा छन्, तपाईहरुको अधिकारका विरुद्धमा छन् र तपाईहरुको अधिकार कटौती गर्ने उद्देश्य सहित छ। त्यसो भएको हुनाले यसलाई अवैध घोषणा गर्नुस्, यसलाई रिजेक्ट गर्नुस् र आफ्नो सत्ता र आफ्ना परिषदहरू तपाईहरु निर्माण गर्नुस्, सुदृढ गर्नुस् र सञ्चालन गर्नुस्। यसले मात्रै नेपालमा तपाईहरुले खोजेको जनताको आफ्नै जनवादी व्यवस्था, जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुन्छ। जनताको वैज्ञानिक समाजवादी व्यवस्था बिना, जनताको जनवादी व्यवस्था बिना न त देशमा शान्ति हुनेछ, न त राष्ट्रले मुक्ति प्राप्त गर्नेछ, न त नेपाली जनता समग्र दृष्टिले अधिकार सम्पन्न हुनेछ र नेपाली जनताले इतिहासदेखि भोग्दै आएका उत्पीडनको सबै अन्त्य हुनेछ। त्यसो भएको हुनाले एकपटक हामीले यो चुनावको बारेमा यो धारणालाई अगाडि सारेर, पार्टीले अगाडि सारेको यो धारणालाई गम्भीरताका साथ लिन र आत्मसात गर्न